परमेश्वरको प्रेम चाहिँ एउटा महिमित योजना हो जुन परमेश्वरले संसारको उत्पत्तिभन्दा अगाडि नै गर्नुभयो। यद्यपि हामीले उहाँको विपरीत उहाँको आज्ञाहरूलाई उल्लङ्घन गर्यौँ र उहाँको इच्छालाई हामीले टुक्रायौँ, तर पनि परमेश्वरले हामीलाई प्रेम गर्नुभयो। उहाँले आफ्नो योजना पुरा गर्नुभयो। आफ्नो पुत्र येशू ख्रीष्टलाई हाम्रो निम्ति संसारमा पठाउनु भयो र आफ्नो प्रेमलाई त्यसैमा प्रमाणित गर्नुभयो। अनि आज हाम्रो लागि पनि त्यही प्रेमले हामीलाई एउटा उदाहरण र नमुनाको रूपमा काम गर्दछ। जसरी म पनि एउटा श्रीमान भएको कारणले मैले पनि मेरो श्रीमतीलाई प्रेम गर्ने निर्णय गरेको छु। यो चाहिँ मेरो भावनामा आधारित छैन, यो चाहिँ मलाई ठिक लागेको समयमा आधारित होइन, तर एउटा निर्णय हो जुन मैले मेरो श्रीमतीलाई प्रेम गर्छु भनेर मैले गरेको छु। त्यही कारणले परमेश्वरले पनि हामीलाई त्यसरी नै प्रेम गर्नुभयो। त्योभन्दा अझै महिमित प्रेम परमेश्वरले हामीलाई गर्नुभएको छ। अनि यो चाहिँ उहाँको महिमित योजना हो।